सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै सबैभन्दा उच्च। पुलले थेक्न नसकेपछि खोलियो बाँधका सबै ढोका। भारतको बिहार जलमग्न। केही समय अझ यसै गरी पानी परिरहे बिहार सुर्लुममा डुब्ने डर। भारतमा खैला दर्शकवृन्द, आफूलाई चाहिँदा सबै ढोका खोलेर पानी लैजाने, नचाहिँदा चाहिँ ढोका बन्द गरेर नेपाल डुबाउने गरेको भारतलाई योपालिको वर्षाले राम्रै सबक सिकाउने भएको छ। नेपालको राष्ट्रिय हित विपरीत गरिएको कोशी ब्यारेज सम्झौता अनुसार ब्यारेजको तालाचाबी भारतकै हातमा हुने भनिएको छ। त्यही सम्झौताको फाइदा उठाउँदै भारतले प्रत्येक वर्ष नेपालीलाई दुःख दिने गरेको छ। भारतले पानीको हाहाकार भएको बेला विशेष गरी चैत वैशाखतिर बाँधका सबै ढोका खोलेर पानी भारत लैजाने, तर जब वर्षायाम शुरू हुन्छ बाँधका सबै ढोका बन्द गरेर नेपालको तराई क्षेत्र डुबाउने गरेको थियो। विक्रम सम्वत 2011 सालमा भएको सम्झौता अनुसार सम्झौताको अवधि 179 वर्ष हुने भनिएको छ। त्यस्तै प्रत्येक 25 वर्षमा यसको मर्मत सम्भार गर्नुपर्ने भनिएको छ। तर बाँध बनेको 70 वर्ष बितिसक्दा समेत बाँधको पुनर्निर्माण गरिएको छैन। सिमेन्टीको प्रयोगले बनाइएको यस्तो संरचनाको अवधि 50 वर्षको मात्रै हुन्छ, अर्थात 50 वर्षमा पुनर्निर्माण गर्नुपर्ने हुन्छ। तर 70 वर्ष बितिसक्दा समेत पुनर्निर्माण त के पुलको मर्मत सम्भार समेत गरिएको छैन। यसको मतलब अब पुल जतिसुकै बेला